मित्रहरू सबैमा नमस्कार। अहिले चाहिँ म एकदम एउटा वनस्पतिको बारेमा बताउन गइरहेको छु तपाईलाई। एकदम अचुक भन्दा अचुक दबाई हो यो चाहिँ। जसले यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरूले चाहिँ एक लाइक, एक कमेन्ट र एउटा सब्स्क्राइब अवश्य पनि गरिदिनु होला, किनकि म तपाईहरुकै लागि यस्तै भिडियोहरू लिएर आउने गर्दछु। सरी अमिलोको विशेषता छ तपाईको पाचन सम्बन्धी तथा खाना नरुचाउने तपाईहरुलाई अपच भएको छ भने थोरै 10 ग्राम देखि अवस्था हेरेर थोरै बिरेनुनसँग मिलाएर 2-3 पटक खानुभयो भने तपाईहरुको पाचन पारेको सम्बन्ध तपाईलाई समस्या हटेर जानेछ। 2-3 पटक खाँदै बिसो हुनेछ तपाईलाई। र अर्को कुरा, तपाईहरु कसैलाई आउँ परेको छ भने एकदम जड दबाई रहेको छ यो पनि। चरी अमिलो आउँ परेको छ भने तपाईले 10 देखि 15 ग्राम बराबरको अवस्था हेरेर बिहान बेलुकै खानुभयो भने 10 देखि 15 ग्राम के कति भएको छ त्यो अवस्था हेरेर चरी अमिलो सेवन गर्नुभयो भने आउँ पनि हटेर जानेछ है त साथीहरु। यसलाई चाहिँ लगातार 3 देखि 5 दिनसम्म सेवन गर्नुपर्ने छ तपाईहरुले। र अर्को छ यसको विशेषता, तपाईहरुलाई कसैलाई पाएछ भने वा हुन लागेको छ भने यसको लेप बनाएर शुद्ध गाईको घिउसँग तपाईहरुले 10 देखि 15 ग्राम लेप बनाएर 10 देखि 25 दिनसम्म लगाउनु भयो भने कसैको गिर्खा पलाएको छ भने पनि बिहान बेलुकै लगाउनु भयो भने पनि तपाईहरुको समस्या हल भएर जानेछ, मतलब ठीक गर्नेछ है त यसले। र अर्को छ, तपाईहरुलाई चाहिँ कसैको मदिरापन छुटाउनु छ भने, जस्तै जाँडरक्सी खाएर धेरै मातिएको छ भने पनि उहाँहरुलाई चाहिँ नशा तत्काल छुटाउनको लागि चाहिँ खानुहुन्छ, चपाउन सक्ने अवस्थामा हुनुहुन्छ भने 10 ग्राम जति खुवाइदिने। यति चपाउन सक्ने अवस्थामा हुनुहुन्न भने चिया खाने गिलासको 1 गिलास रस बनाएर पिलाइदियो भने चरी अमिलोको रस 10 देखि 15 मिनेटमा चाहिँ नशाबाट चाहिँ छुटकारा पाउन सक्नुहुनेछ है, चट्टै छोड्छ। यो भन्दै आजका लागि बिदा हुन्छु। हस्त नमस्ते। जसले हेर्दै हुनुहुन्छ एक सब्स्क्राइब, एक लाइक र एउटा कमेन्ट के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला भन्न चाहे। आगामी दिनहरुमा तपाईहरुकै लागि आफूले ज्ञान प्राप्त भएको जानेको यस्तै भिडियो सम्बन्धी लिएर आउने छु। हस्त नमस्कार।